यो भिडियोमा हामी टिया एपमा सेल्स र पेमेन्ट रिपोर्ट हेर्न सिक्नेछौँ। ड्याशबोर्डबाट 3वटा धर्को भएको आइकनमा जानुहोस् र ग्राफ जस्तो आइकन भएको क्याफे रिपोर्ट अप्सनमा थिच्नुहोस्। त्यसपछि सेल्स एन्ड पेमेन्ट अप्सनमा थिच्नुभयो भने यहाँ सेल्स समरी देख्नुहुनेछ। यहाँ तपाईले टुडे सेक्सनमा सो दिनको टोटल अर्डर, सेल्स, क्याश, अनलाइन पेमेन्ट, क्रेडिट सबै हेर्न सक्नुहुनेछ। तपाईको क्याश अमाउन्ट, अनलाइन अमाउन्ट, क्रेडिट रिमेनिङ, डिलेड पेमेन्ट जोडेर त्यसको टोटलमा सेटल्ड अमाउन्ट घटायो भने टोटल सेल्स अमाउन्ट आउनेछ। अब यसरी स्क्रोल गरेर तल आउनुभयो भने क्याटेगोरी अनुसारको सेल्स पनि हेर्न सकिन्छ। यहाँ चाहिँ टोटल क्याटेगोरी सेल्समा डिस्काउन्ट माइनस गर्यो भने टोटल सेल्स अमाउन्ट हुन्छ र साइडमा भएको भ्यू मोर अप्सनमा थिचेर पनि तपाईले त्यो क्याटेगोरीको क्वान्टिटी र अमाउन्ट हेर्न सक्नुहुन्छ। अनि यहाँ केओटी र बीओटी छुट्याउनु भएको छ भने पनि अलग अलग हेर्न सकिन्छ। त्यसैगरी अब यहाँ थिचेर एक हप्ताको रिपोर्ट हेर्न सकिन्छ भने 1 मन्थमा थिचेर 1 महिनाको रिपोर्ट हेर्न सकिन्छ। साइडको फिल्टर जस्तो आइकनमा थिचेर आफूले चाहेको डेट सेलेक्ट गरेर पनि हेर्न सक्नुहुनेछ। अब हामी सेल्स रिपोर्टको साइडमा रहेको टप सेलिङ आइटम अप्सनमा थिचेर सबैभन्दा बढी बिक्ने आइटमहरू हेर्न सक्छौँ। यहाँ टुडेमा थिचेर त्यो दिनको टप सेलिङ आइटम हेर्न सक्छौँ भने 7 डेज र 1 मन्थमा थिच्दै सेल्स अमाउन्ट सहित कति युनिट सेल्स भयो पनि हेर्न सकिन्छ। साथै साइडको फिल्टर जस्तो आइकनमा थिचेर आफूले चाहेको डेट सेलेक्ट गरेर टप सेलिङ आइटम हेर्न पनि सक्नुहुन्छ। अब पेमेन्ट रिपोर्टको लागि माथि भएको पेमेन्ट रिपोर्ट अप्सनमा थिच्नुहोला। यो सेक्सनमा तपाईले टोटल अमाउन्ट, क्याश अमाउन्ट र अनलाइन अमाउन्ट देख्न सक्नुहुन्छ र ट्रान्ज्याक्सन डिटेलमा त्यो दिनको प्रत्येक ट्रान्ज्याक्सनको टोटल अमाउन्ट, तिरेको अमाउन्ट, बाँकी भएको अमाउन्ट, पेमेन्ट मेथड र पेमेन्ट टाइप पनि हेर्न सक्नुहुन्छ। र यो आँखा जस्तो आइकनमा थिचेर ट्रान्ज्याक्सन बारे अझै डिटेलमा हेर्न सकिन्छ। अब प्रतिदिनको सेल्स हेर्नलाई चाहिँ हामी सेल्स समरी भन्ने अप्सनमा जान्छौँ। त्यहाँ हामीले प्रत्येक दिनको टोटल सेल्स, क्याश अमाउन्ट, अनलाइन अमाउन्ट, सेटल्ड अमाउन्ट, उधारो अमाउन्ट र डिले भएको पेमेन्ट पनि हेर्न सक्छौँ। त्यसरी नै तपाईले 15 डेज र 1 मन्थ अप्सनमा थिचेर त्यही मितिको सेल्स समरी हेर्न सक्नुहुनेछ। साथै यो फिल्टर आइकनमा थिचेर आफूले चाहेको दिनको सेल्स समरी पनि हेर्न सक्नुहुनेछ। एक कप चियामा टिया।